हामी चाहिँ आज माटो भाँडा बनाएर जानु थाल्यो गाइज। माटोको भाँडा बनाएको हेरिदिनु पर्यो। कताबाट जाने हो दाइ? सिधै तपाईँहरूले देख्नु भएको छैन, माटो भाँडा बना अलिक ढिलो भयो जस्तो छ। दिउँसो जानुपर्ने, यतिखेर बन्द नभइसक्यो। बन्द पनि हुन्छ फेरि छिटो छिटै। त्यसलाई हौ एकछिन खोल्छ एकछिन बन्द गर्छ। माटोको भाँडा बनाएको हेर्नु जानु पर्यो। बनाउँदो रहेछ माटोको भाँडा। चाहिँ बन्द भइसकेको छ। हामी ढिलो भएछ आउनलाई। अघि नै बनाएको रहेछ, अहिले बन्द भइसक्यो जस्तो छ। छैन नि, बन्द भएछ, ढिलो भएछ आउनलाई। यस्तो माटा भाँडाहरू बन्छ खुत्रो के हान्दै यस्तरी ट्याक्क माटा भाँडा चाहिँ यसरी बनाउँदो रहेछ गाइज। यो चाहिँ माटा भाँडा बनाउने तरिका रहेछ ट्याक्क। तपाईँहरूलाई देखाउँछु म माटा भाँडा कस्तो कस्तो हुन्छ भनेर, हेर्नु होला। क्याट बिरालो खतरा रहेछ यार। यस्तो यस्तो चिजहरू यो माटोकै हो र त होइन होला है। यस्तो गरेर ट्याक्क माटो भाँडाहरू बनाइदिँदो रहेछ। यो सब माटोकै हो। यो बनाउँदै हुनुहुँदो रहेछ एङ्करहरूले। सब माटो भाँडा दामी गरेर यहाँनिर बनाइँदैछ चट्ट। गाइस माटो भाँडा चाहिँ यसरी बनाइदो रहेछ। हेर्नुभयो होला सबैजनाले। सब यहाँतिर चाहिँ माटो भाँडै भाँडा हो, बढी जस्तै माटै भाँडा राख्दो रहेछ बनाउने। हाँड्दै फेरि यहाँ हेरे हेरे हुनुहुन्छ। This is the pump calling. के बनाउनु भएको अङ्कल? त्यो माटोको नाम चाहिँ के होला? कालो माटो। यो चाहिँ खुत्रेको बनाएको गाइज। फिनिसिङ हुँदै रहेछ गाइज। यो चाहिँ फिनिसिङ हुन थाल्यो अब ट्याक्क। Çok teşekkürler. Ben de bir şey sorayım. कार्ड भी नहीं काट्ने तरिका कस्तो मजा आएको रहेछ। कति निकाल्नु भयो
तपाईँहरू हेर्न मन लाग्यो भने चाहिँ भक्तपुर आउनु होला। भक्तपुर पट्री स्क्वायरमा सबै चिज यहाँ देख्न सक्नुहुन्छ, पोलेको बनाएको सब देख्न सक्नुहुन्छ है। यहाँनिर चाहिँ माटो भाँडाहरू टक्क मिसिनमा राखेर बनाइदिएको रहेछ। तपाईँहरूलाई हेर्न मन लाग्यो भने भक्तपुरमा आउनु होला। पट्री स्क्वायर भन्छ गाइस यहाँलाई चाहिँ। सब यस्तो माटो भाँडाहरू चाहिँ हातले बनाइन्छ। तपाईँहरूलाई हेर्न मन लाग्यो भने चाहिँ आउनु होला सबैजना। बिस्केट जात्रा लाग्दैछ, बिस्केट जात्रालाई झन् बढी सुरसार हुँदै रहेछ। त्यही भएर बिस्केट जात्रालाई भनेर अहिले धेरै मान्छेहरू आउँदाखेरि किन्छन् रे भनेर अहिले बनाएर खानुहुँदो रहेछ। देखिहाल्नु होला अब ट्याक्क कसरी बनाइदिँदो रहेछ भनेर माटो भाँडा। फेरि अब हामी चाहिँ होटेल फर्किनु थालेको। होटेल गएर भेट्छौँ मस्त। गाइस हामी चाहिँ होटेल पुग्न थाल्यौँ। आज भिडियो सिडियो गरेर ट्याक्क भिडियो हाल्यो। सबैजनाले हेरिदिनु होला, नयाँ हुन्छ लाइक गर्नु होला। हस् त आजको लागि भ्लग यति नै हुन्छ। हस् त बाई बाई।